गुड मर्निङ यहाँलाई स्वागत छ आजको बिहानी पखको ब्लगमा। अहिले चाहिँ हामीले वर्ल्ड कप हेरिरहेका छौँ र अहिले ब्रेक भइरहेको छ। ब्रेक भइरहेको छ अहिले देख्नुहुन्छ तपाईँले पछाडि चाहिँ वर्ल्ड कप हाम्रो चलिरहेको छ प्रोजेक्टरमा। म चाहिँ यहाँ माछा हेर्दै बसिरहेको छु, यहाँ समुद्रको माछाहरू। हामी चाहिँ अहिले आज यतिखेर चाहिँ वर्ल्ड कप हेर्नको लागि व्यस्त छौँ। त्यही भएर हामीले वर्ल्ड कपको बारेमा थोडा विश्लेषण गर्न गइरहेको छु म। हर केस में कम से कम एक विटनेस तो होता मेरो है। सपोर्ट चाहिँ पोर्चुगलै हो। पहिलादेखि नै सपोर्ट पोर्चुगलै थियो र अहिले पनि पोर्चुगलै नै छ। जबसम्म वर्ल्ड कप जित्दैन तबसम्म पोर्चुगललाई सपोर्ट गर्ने मेरो एउटा कहिले पनि जहिले पनि सपोर्ट गरिरहेको छु। जहिलेसम्म वर्ल्ड कप जित्दैन तबसम्मलाई दोनों विक्टिम्स सपोर्ट 20 गरिरहेको छौँ। दोनों फीमेल। अहिले ब्रेक भइरहेछ गाइज, 15 मिनटको ब्रेकमा मैले यहाँ भिडियो बनाउँछु सानो। हाम्रो साथीहरू बसिरहेको छ नि यहाँनिर हो। हाम्रो खेल विश्लेषक भनौँ न अब। हेलो गाइज, खेल विश्लेषक यहाँ हेर्नु सक्नुहुन्छ। अहिले यही मोबाइलदेखि हटस्पट कनेक्ट गरेको नि त, त्यही भएर चाहिँ होइन चल्दै छैन हाम्रो टिभी हाम्रो के प्रोजेक्टर। ल यहाँ कुछ बड़ा खेल चल रहा है। त्यही भन कुन सपोर्ट गर्ने अर्जेन्टिनालाई सपोर्ट गर्ने हो। हारे पनि जिते पनि अर्जेन्टिना अस्ति सालै जितेको त। अस्ति सालै जितेको मैले फेरि अर्जेन्टिना सपोर्ट गर्ने, फेरि सपोर्ट गर्ने हो अर्जेन्टिना। अर्कोलाई सपोर्ट नगर्ने अरूलाई नगर्ने। किन हो त्यस्तो नि? म अर्जेन्टिनाको फ्यान हो नि त। हो आज गेम चाहिँ कसलाई सपोर्ट हो त? आज म चाहिँ कसको छ गेममा साउथ कोरिया अनि कोरिया प्लस चेक रिपब्लिक। चेक रिपब्लिकलाई म सपोर्ट गर्दैछु। बाजी कति हालेको रे आज? आज पापान पापन्छु बाजी। सागर राईसँग। सागर राईले पनि देखाउन सक्नुहुन्छ ल। म आज छुट्टी मारी बसेछ हामी। बाजीको पैसै सो गरेको छैन सोनीले। सो गरिसक्यो त अघि नै, अब कति चोटि सो गर्नु नि। यहाँ चाहिँ यो हाम्रो ब्रेक भइरहेको छ नि, त्यो चलेको छैन हाम्रो यो। आज यही यो मोबाइलदेखि मैले हस्पिटल दिएको, त्यही भएर नचलेको। सागर राईले यो 500 रुपियाँ लगाएको छ साउथ कोरियादेखिको। हामी चाहिँ सुत्ती हेरिँदैछ गाइस। अहिले मर्निङको साउथ कोरिया प्लस चेक रिपब्लिकको गेम। मैले चाहिँ 500 जितिसकेँ भन्दा भयो अब। एकजना चाहिँ साउथ कोरिया छ, एकजना चेक रिपब्लिक छ क्या। नाम हाम्रो पनि गर्नु नयाँ हो क्या हो? नयाँ होइन पुरानो हो। पुरानै हो? G5मा गाइज हामीले चाहिँ यहाँनिर प्रिमियम प्याकेज किनेर हेरिरहेछौँ अहिले। तपाईँहरू पनि प्याकेज किन्न सक्नुहुनेछ। इन्डियामा बस्नुहुँदैछ भने इन्डियामा बस्नुहुन्छ, नेपालमा बस्नुहुन्छ भने तपाईँले चाहनुहुन्छ भने कमेन्ट गर्नु। तपाईँहरूलाई म मेरो जिमेल एकाउन्ट दिन्छु, त्यहाँबाट हेर्नु सक्नुहुन्छ फ्रीमै। जिमेल एकाउन्टबाट जताबाट हेर्दा हुन्छ नि त, नेपालबाट हेर्दा हुन्छ, जुनसुकै ठाउँबाट नि हेर्नु मिल्छ। मेरो जिमेलमा एक्टिभ गरेको छ यो प्लान, त्यही भएर नि युट्युबको प्लान पनि त्यसरी नै एक्टिभ गरेको छ, जहाँबाट नि हेर्नु मिल्छ। त्यही भएर अहिले हाम्रो प्रोजेक्टर चाहिँ बन्द अवस्थामै छ भनौँ न। किन बन्द भएछ? यो भिडियो बनाउँदा त नि नेट नरोकिनु पर्ने यहाँ। अनि ब्रो नेट खोल्नु न। मेरो कनेक्ट भइरहेछ होला। हेर्नुहोस् गाइज, अब यसपालि वर्ल्ड कप म चाहिँ पोर्चुगल हो। म चाहिँ फ्रान्स। फ्रान्स। ल तिम्रो बेस्ट प्लेयर को हो? मलाई बेस्ट लाग्ने भनेको एमबाप्पे हो बस। एमबाप्पे। उहाँलाई बेस्ट लाग्ने एमबाप्पे छ। लियोनल मेसी। म मेस्सी। ल तिमी फुटबल मनपर्छ तिमीलाई? एकदम एक नम्बर। ल टप 5 प्लेयर्सको नाम भन्नु त। ल वर्ल्ड कपमा खेल्दै गरेको खेलाडीको नाम 5 जना खेलाडीको नाम भन्नु त। अर्जेन्टिनाको टिमको होइन जुनसुकै टिमको हामीले 5 जना खेलाडीको नाम भनौँ न। मेस्सी, के अरे एम्बाप्पे, नेमार, रोनाल्डो अनि के अरे त्यो के अरे अहिले सन मेरो आइडल। पहिला त 5 जना। 5 जना। ल सागर भनौँ। मेरो पनि त्यही हो। रोनाल्डो, फेमसहरू म त के नेमार, नाम चलेकोहरू म त। एमबाप्पे त मेरो त झन् बेस्ट आइडलै भइगयो। उसको नाम गर्दैन। ब्राजिलमा उयो छ अनि होइन नेमार। होइन हाम्रो किन चलेन हौ यो? मलाई फेरि अर्जेन्टिनाको बेस्ट किपर लाग्ने चाहिँ मार्टिनेज होइन? मार्टिनेज मार्टिनेज बेस्ट हो फेरि मेरो किपर। किपर बेस्ट मार्टिनेज। किपर गाइज हेर्नुहोस् बेस्ट हामीले मार्टिनेज। मैले यही मोबाइलदेखि भिडियो बनाएर होला, सायद नचलेको। प्रोजेक्टरमा त्यतिकै यहाँ
अन्य छ प्रोजेक्टर चाहिँ अरू त्यस्तै हो यसमा फ्रान्स के हाफ ब्रेक भइरहेछ नदिएको हो कि दिनुपर्ने एडभर्टाइज त यसमा फ्रान्स लान्छ ल यसपालि फ्रान्सले यसपालि अर्जेन्टिनाले लान्छ अर्जेन्टिना नो लानुपर्छ यसपालि चाहिँ श्रेणी यार अर्जेन्टिना पोर्चुगलले नि नाम त पर्ने हो अब रिटायर हुने बेला रिटायर हुने बेला एउटा दिनुपर्ने हो ट्याग त ल्याउनु पर्ने हो न त अल टाइम कोड हुँदैन नि फेरि त्यही त अब रोनाल्डोको फ्यान घट्छ यार घट्दैन यार घट्छ यार घट्दैन कतिपयहरूले कति एक्सपेक्ट गरेको छ कि यो साल हामीले त भित्तामा वर्ल्ड कप हेरेछौँ के गर्नु टिभी किन्नु सकिएन है यही प्रोजेक्टरमा हेर्दैछौँ अब सस्तो मस्तो काम चलाउँदैछौँ टिभी भन्दा राम्रो छ यो नेटै खोइ चलेन अहिले नेट बन्द भइगयो कि यहाँ भिडियो बनाउँदाखेरि हेलो हिजो रातिको गेम त कस्तो लाग्यो साउथ अफ्रिका र हेरिदिनु त तिमीले त हेरेन उसले हेर साउथ अफ्रिका र को थियो बिर्सा पाइहाले हो नाइ होइन साउथ अफ्रिका प्लस कुनको थियो एउटा मेक्सिको ए मेक्सिको आयोजक टिम मेक्सिकोले 2 गोलले जितेको छ ब्राजिल 2-0 गोलले जितेको थियो मेक्सिकोले र स्पेन त्यहाँ चाहिँ 3टा रेड कार्ड पाएको थियो को साउथ अफ्रिकाको 2जना खेलाडीले रेड कार्ड पायो भने यता मेक्सिकोको 1जना खेलाडीले रेड कार्ड पायो मेक्सिकोमा पनि पायो पायो त साउथ अफ्रिकाले मात्र होला दुईटा पायो त्यस पछाडि 9 मिनट 10 मिनटमै गोल लाग्थ्यो नि त एउटा त्यो त डिफेन्डरले गल्ती गरेर होइन दुईटा डिफेन्डरको बल पास गर्ने बित्तिकै त्यही पास खेल्यो उनीहरूले ठ्याक्कै दिवस लाइनमै पास खेल्यो पास खेल्यो एउटा छुइहाल्यो त्यहाँदेखि गोल लगाइहाल्यो दोस्रो गोल चाहिँ हेडर मार्फत गोल गरेको थियो आइजरले जितेको राम्रो हो आयोजकले जित्छ सुरुमा यहाँ त्यस पछाडि अब खेलाडीको नाम त ठ्याक्कै मलाई त्यति थाहा छैन तिनीहरूको नामै अब भन्न सक्दैन हामी चाहिँ वर्ल्ड कप यहाँ धमाधम हेर्दैछौँ अब तपाईँ पनि हेरेर मजा लिनु होला अहिले हाफ टाइम भइरहेछ त्यो हामीले चुपचाप यहाँ हल्ला भएको छैन फेरि भिडियो पनि देखाउनु हुँदैन नि त कपिराइट लाग्छ नि त होइन त्यो भिडियो पनि मेरो पज भइदिएको जस्तो लाग्दैछ एकचोटि हेर्नु पऱ्यो के छ मेरो यो नेट किन नचलेको भनेर यसरी हेर्नु त कताबाट हेर्ने हो यस्तो नेट त ठिकै छ ल त गाई तपाईँको वर्ल्ड कप कस्तो हुँदैछ होइन कमेन्ट गर्नु होला भिडियो हेर्नु भएको छ भने म चाहिँ यस्तो छोटो छोटो क्लिपहरू अब यस्तै फुटबल सम्बन्धी भिडियोहरू बनाउँछु अहिले वर्ल्ड कप चलिरहेको छ त्यही भएर चाहिँ यस्तै भिडियो बनाइरहेको छु भन्छु सुतिरहेको छु म चाहिँ सुत्ने अब काम गर्दै बस्दै के हुन्छ यहाँ हाम्रो वर्ल्ड कप चाहिँ चलेन हौ एडभर्टाइज हाफ टाइम भएर ब्रेक भएको कि किन हो गोल हानिसक्नु हो मेरो टिमले यार कहाँ 15 मिनटको ब्रेक हो यहाँ 8 मिनट हुँदैछ भर्खर बियर ल्याएन तिमीले बियर ल्याएन त यो अरे बियर खाँदै हेर्दा चाहिँ रमाइलो हुन्थ्यो के गर्नु होइन नाट्यपान स्वास्थ्यको लागि हानिकारक छ है फेरि त्यो पनि हो हामी चाहिँ पुरा अन्ध्यारो बनाएर बसिरहेको छ नि त किन अन्ध्यारोमा तिमी त्यस्तो बियर सेयरको कुरा नगर्नु न प्रोजेक्टरलाई चाहिँ अन्धेरै चाहिँदो रहेछ अन्ध्यारो चाहिँ ए ढोका खोज्यो नि त हावा होइन त आउनु त ल त गाइस आजलाई यति नै है ओहो, हावा चलेको अहिलेको लागि नाइ हात देखिरहेछ हावा चलेको हो हात देखिँदैछ हौ ओके बाई बाई हावा चलेको रे। अब म फेरि चलाउँछु यो बाई भिडियो बाई भएपछि चाहिँ चल्छ कि म भनिरहेको छु